कहिलेकाहीँ रातको गहिरो सन्नाटामा आफ्नै जीवनका पानाहरू पल्टाउँदा लाग्छ जिन्दगी साँच्चै एउटा अनौठो किताब रहेछ, जसलाई हामी आफैले लेख्न खोज्छौँ, तर शब्दहरू सधैँ आफ्ना हुँदैनन्। केही पानामा समयले लेखिदिन्छ, केहीमा परिस्थितिले, केहीमा आफ्ना भनिएकाहरूले। सानो हुँदा अरूले भनेको बाटो हिँड्यौँ, ठुलो भएपछि आफ्नै सपना पछ्याउन खोज्यौँ, तर हरेक मोडमा कसैको अपेक्षा, कसैको निर्णय, कसैको साथ र कसैको बिछोडले हाम्रो कथाको दिशा बदलिरह्यो। अन्ततः जब आफ्नै जीवन पढ्न बस्यौँ, धेरै अध्याय आफ्नै जस्तो लागेनन्। हामी सबैसँग केही अधुरा सपना हुन्छन्, केही नबोलिएका शब्द हुन्छन्, केही यस्ता सम्बन्ध हुन्छन् जसको अन्त्य कहिल्यै चाहेका थिएनौँ। तर जिन्दगीले कहिल्यै हाम्रो इच्छा अनुसार कथा लेख्दैन। उसले त सङ्घर्षका पानाहरू थप्छ, आँसुले भिजेका अध्यायहरू राख्छ, अनि कहिलेकाहीँ मुस्कानका केही हरफ उपहार दिन्छ। तर एउटा कुरा भने सत्य छ, सबैभन्दा सुन्दर कथाहरू त्यही हुन्छन् जहाँ पात्र धेरै पटक ढलेका हुन्छन्, धेरैचोटि रोएका हुन्छन् र बारम्बार हारेर पनि फेरि उठेका हुन्छन्। किनकि आँसु बिना संवेदना जन्मिँदैन, पीडा बिना परिपक्व आउँदैन, र सङ्घर्ष बिना सफलताको स्वाद मिठो लाग्दैन। जीवनले हामीलाई सबै उत्तर कहिल्यै दिँदैन। कतिपय प्रश्नहरू समयसँगै हराउँछन्, कतिपय प्रश्नहरूको उत्तर मौनताले दिन्छ। त्यसैले सबै कुरा बुझ्न खोजेर होइन, केही कुरा स्वीकार गरेर पनि बाँच्न सिक्नुपर्छ। आज यदि कुनै पाना चित्त बुझ्दैन भने त्यो किताब बन्द नगर। अझै धेरै पानाहरू लेखिन बाँकी छन्। सायद भोलिको अध्यायमा तिम्रो मुस्कान फर्किनेछ, सायद अर्को मोडमा तिम्रो सपना तिम्रो प्रतीक्षामा हुनेछ, अनि सायद कुनै दिन यही किताब पढ्दा तिमी आफै मुस्कुराउँदै बन्नेछौ, जुन अध्यायलाई मैले अभिशाप ठानेको थिएँ, त्यही अध्यायले मलाई सबैभन्दा बलियो बनाएको रहेछ। त्यसैले जिन्दगीलाई दोष नदेऊ, कलम अझै तिम्रै हातमा छ। बाँकी रहेका पानाहरूमा आशा, साहस, प्रेम र विश्वासका शब्दहरू लेख, किनकि अन्तिम अध्याय नआउँदासम्म कुनै पनि कथाको अन्त्य तय हुँदैन। जिन्दगी आफूले लेख्न नजानेको र अरूले लेखेको चित्त नबुझेको किताब जस्तै रहेछ। तर सबैभन्दा राम्रो कुरा के हो भने अझै केही पानाहरू खाली छन् र ती पानाहरूमा तिम्रो आफ्नै कथा लेखिन बाँकी छ।